ल, आज एउटा यस्तो विषयमा कुरा गरौँ जसलाई स्मार्ट मनी कन्सेप्टको मुटु नै मानिन्छ। यो एउटा यस्तो आइडिया हो जसले ट्रेडिङलाई हेर्ने पुरै नजरिया नै बदलिदिन सक्छ। आज हामी कुरा गर्नेछौँ मार्केट लिक्विडिटी अर्थात् बजारको तरलताको बारेमा। यस्तो त सायद धेरैलाई भएको होला, हैन? एउटा एकदमै पर्फेक्ट ट्रेड सेटअप देखिन्छ, तर मूल्यले के गर्छ भने पहिले ठ्याक्कै स्टप लसलाई छुन्छ अनि त्यसपछि तुरुन्तै सोचेको टार्गेटतिर हुत्तिन्छ। यदि यस्तो अनुभव भएको छ भने आज हामी यही रहस्य खोल्ने प्रयास गर्नेछौँ कि आखिर यस्तो किन हुन्छ। त्यसो भए यो समस्याको जड के हो त? यसको समाधान बुझ्नुको लागि हामीले एउटा मुख्य कुरा बुझ्नै पर्छ, त्यो हो फाइनान्शियल लिक्विडिटी। यो नै त्यो चाबी हो जसले स्टप हन्टको रहस्यको ढोका खोल्छ। अब एकदमै साधारण भाषामा भन्नुपर्दा लिक्विडिटी भनेको के हो? यो भनेको कुनै पनि सम्पत्तिलाई त्यसको बजार मूल्यमा खासै असर नपारिकन कति सजिलै र छिटो क्याशमा बदल्न सकिन्छ भन्ने कुरा हो। ल, एउटा सजिलो उदाहरणबाट बुझौँ न। जस्तै ब्याङ्क खातामा भएको पैसा, त्यो एकदमै लिक्विड एसेट हो, त्यसलाई तुरन्तै निकाल्न प्रयोग गर्न सकिन्छ। तर अर्कोतिर घर जग्गालाई हेरौँ, त्यो त्यति लिक्विड हुँदैन, किनभने त्यसलाई बेचेर पैसा हात पार्न समय पनि लाग्छ, मेहनत पनि लाग्छ। अब यही कुरालाई शेयर बजारमा लगेर हेरौँ। शेयर बजारमा लिक्विडिटीको अर्थ हुन्छ कुनै पनि स्टकलाई कति छिटो र सजिलोसँग किन्न वा बेच्न सकिन्छ। जुन स्टकहरूमा धेरै किन्ने र बेच्ने मान्छेहरू हर समय तयार हुन्छन् त्यसलाई हाई लिक्विडिटी भएको स्टक भनिन्छ, जहाँ ठूला अर्डरहरू पनि सजिलै किनबेच हुन्छन्। तर कम लिक्विडिटी भएका स्टकहरूमा किन्ने बेच्नेहरू कम हुन्छन्, जसले गर्दा मूल्यमा असर नगरी ट्रेड गर्न अलि गाह्रो पर्छ। ल, अब कुरा आउँछ खास खेलाडीहरूको र उनीहरूको अर्बौं डलरको एउटा ठूलो समस्याको। बजारमा यो लिक्विडिटीको खेल आखिर किन यति महत्त्वपूर्ण छ त? हेर्नुहोस्, हामी जस्ता रिटेल ट्रेडरहरू र ठूला संस्थाहरू जसलाई स्मार्ट मनी भनिन्छ, दुवैको चाहना एउटै हो, राम्रो मूल्यमा किन्ने। तर उनीहरूको काम गर्ने स्केलमा आकाश जमिनको फरक छ। यो एउटा यस्तो कथा हो जहाँ दुवैका आवश्यकता र रणनीतिहरू नै फरक छन्। जस्तै एउटा सामान्य खुद्रा लगानीकर्ताले कति किन्न खोज्ला त? सायद 100 किता। यो एउटा सामान्य रिटेल अर्डर भयो। तर अर्कोतिर स्मार्ट मनीको कुरा गरौँ, उनीहरूलाई कति किन्नु पर्ला? उनीहरूको अर्डर त करोडौँमा हुन्छ, जस्तै 1 करोड किता। अब आफै सोच्नुहोस् त यो भिन्नता कति ठूलो छ। अब यहाँनिर एउटा प्रश्न उठ्छ, 1 करोड किता किन्नको लागि स्मार्ट मनीलाई वास्तवमा के चाहिन्छ त? सिधा कुरा हो, उनीहरूलाई कोही त चाहियो नि जसले त्यही भाउमा 1 करोड किता बेच्न तयार होस्। तर बजारमा एकैचोटि यति धेरै विक्रेता भेट्टाउनु हो, यही हो उनीहरूको सबभन्दा ठूलो समस्या। यसैलाई भनिन्छ लिक्विडिटी प्रब्लम। त्यसो भए यो समस्याको समाधान उनीहरूले कसरी निकाल्छन् त? हो, यहीँबाट सुरु हुन्छ लिक्विडिटी स्वाइप वा स्टप हन्टको पूरा खेल। यो प्रक्रिया निकै चलाकीपूर्ण हुन्छ। पहिलो कुरा, मूल्यलाई एउटा सपोर्ट लेभलमा यस्तो आकर्षक देखाइन्छ कि रिटेल ट्रेडरहरू किन्न उत्साहित हुन्छन्। त्यसपछि के हुन्छ भने जति धेरैले किन्छन् उनीहरूले आफ्नो स्टप लस अर्डरहरू त्यही सपोर्टभन्दा थोरै तल राख्छन्। अब सुरु हुन्छ असली खेल। स्मार्ट मनीले अचानक ठूलो सङ्ख्यामा शेयर बेचेर मूल्यलाई जोडले तल धकेल्छ। अनि त्यो घट्दो मूल्यले के गर्छ? ती सबै स्टप लसहरूलाई एकैचोटि ट्रिगर गरिदिन्छ, जसले गर्दा बजारमा सेल अर्डरको बाढी नै आउँछ। र अन्त्यमा स्मार्ट मनीले त्यही बाढीको फाइदा उठाएर आफूलाई चाहिने 1 करोड किता सजिलै किन्छ। यसरी उनीहरूले आफूलाई चाहिने लिक्विडिटी आफै बनाउँछन्। हो, यही जुन पुरै प्रक्रिया छ नि, जानी जानी मूल्यलाई स्टप लस भएको ठाउँमा धकेलेर पोजिसनहरू बन्द गराउने, यसैलाई भनिन्छ स्टप हन्ट। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ है। जुन बाई पोजिसनको स्टप लस हुन्छ त्यो वास्तवमा एउटा सेल अर्डर हो। त्यसैले जब ती स्टपहरू ट्रिगर हुन्छन्, स्मार्ट मनीलाई चाहिने विक्रेताहरू बजारमा आफै तयार हुन्छन्। ल, यति कुरा बुझिसकेपछि अब यसलाई चार्टमा कसरी पहिचान गर्ने, किनकि आखिरमा एउटा कुरा पक्का छ, मूल्यले सधैँ पैसालाई नै पछ्याउने हो। याद राखौँ, लिक्विडिटी स्वीप कुनै संयोग होइन, यो योजनाबद्ध रूपमा गरिएको एउटा चाल हो।
चार्टमा यसको सङ्केत कस्तो देखिन्छ भने कुनै प्रष्ट सपोर्ट वा रेसिस्टेन्स लेभल हुन्छ, मूल्यले त्यसलाई तीव्र गतिमा तोड्छ र त्यसपछि तुरन्तै शक्तिशाली रूपमा उल्टो दिशामा फर्किन्छ। यो स्वीपपछिको चाल यति तेज हुन्छ कि त्यसमा छिर्ने मौका पाउन पनि मुस्किल पर्छ। एउटा निकै चलेको भनाइ छ जुन यहाँ ठ्याक्कै मिल्छ। मूल्य भनेको मान्छे जस्तै हो, यसलाई पैसा मनपर्छ, यो त्यतै जान्छ जहाँ अर्डरहरू हुन्छन्। भन्नुको मतलब के हो भने मूल्य ठुल्ठुला कारोबारहरू गर्नका लागि त्यस्ता ठाउँहरूतिर तानिन्छ जहाँ धेरै अर्डरहरू हुन्छन्, जस्तै कि स्टप लसहरूको झुण्ड। त्यसैले मूल्यको चाल अनियमित होइन, यो प्राय लिक्विडिटीको खोजीमा निर्देशित हुन्छ। अब जब यो पुरै खेल बुझिन्छ, एकपटक फेरि सोच्नुहोस् त, अब चार्टलाई हेर्ने तरिकामा केही फरक आउँछ कि? सायद अब ती सपोर्ट र रेसिस्टेन्स लाइनहरू कमजोरीको सङ्केत होइन, बरु तरलता जम्मा भएको ठाउँ पो देखिन थाल्छ कि?